We are a web crawling service. So we crawl the web and collect data for our customers. And अब चाहिँ हामी web crawling मात्र नभएर बिस्तारै we are moving into data processing, that is using automated data processing. So यो प्रेजेन्टेसनमा बेसिकली मैले चाहिँ धेरै कुरा राख्नु मन थियो तर टाइम लिमिटेसनहरु भएको भएर वेबसाइट कसरी चलिरहेको छ, ब्याकएन्डमा के छ र what kind of technologies we use अनि त्यही बेसिकली त्यही कुराहरु मैले यसमा प्रेजेन्ट गर्न खोजेको छु। त्यो भन्दा पनि अरु कुरा चाहिँ अब उहाँले स्क्रिपीको प्रेजेन्टेसन दिइहाल्नु भयो। स्क्रिपी चाहिँ बेसिकली इट्स अब म्युजिकल सेन्समा भन्नुपर्दा स्क्रिपी इज एन इन्स्ट्रुमेन्ट हैन। स्क्रिपीको सफ्टवेयर छ त्यसले चाहिँ क्रलिङ गर्छ। तर यो मेरो प्रेजेन्टेसनको मार्फतबाट चाहिँ व्हाट आइम ट्राइङ टु डु इज आइम ट्राइङ टु शो मोर अबाउट द अर्केस्ट्रा हुन्छ स्क्रिपीलाई कसरी एउटा स्केलेबल तरिकाले चलाउने हैन। डेटा प्रोसेसिङ गरेपछि डेटालाई कसरी स्केलेबल तरिकाले स्टोर गर्ने, प्रोसेस गर्ने, क्रल गर्ने त्यो सबै कुराहरु मेरो प्रेजेन्टेसनबाट म देखाउन लागिरहेको छु। So the journey so far, we launched in January 2012. अनि हामी अहिलेसम्म बुटस्ट्र्याप छौं, फन्डिङ लिएको छैनौं, and we are just a very lean company. We believe in the lean startup idea. So just I'm 10 जना छौं, we are trying to increase our workforce and we are growing rapidly by using automation. That is, हामी सकेसम्म म्यानुअल काम गर्न खोज्दैनौं। जे कुरा छ कुनै पनि प्रोसेस सानो तिनो होस् सबैलाई we are trying to automate that. So that is the journey so far, and then we are launching a data processing product in the second quarter of 2016. I mean normally सबै प्रोजेक्ट्सहरु डिले नै भइरा हुन्छ, so let's hope. So अहिलेसम्म यसो भन्नुपर्दा नेपालबाट we are not linked with any US companies कुनै बाहिर प्रेजेन्स छैन, but we have 35 customers, 35 customers from 35 countries. So these are the list, and basically most customers are from the US. And basically what we do is we provide data to all of them in different ways. That is, it could be web crawling, data processing, the documents are about a parse गरेर निकाल्ने हो कि हैन, सबै कुराहरु basically anything that has to do with data हामी त्यो गर्छौं। So अहिलेसम्मको ट्र्याक रेकर्ड हेर्दा फेरि हाम्रो प्रोसेसिङ अब हामी ट्र्याक गरे अनुसार चाहिँ एक महिनामा 60 मिलियन भन्दा बढी डेटा पोइन्ट्सहरुबाट डेटा रेकर्डहरु हामी प्रोसेस गर्छौं अहिलेसम्म चाहिँ। So this is the history. So हाम्रो चाहिँ बेसिकली डेटाहरु डिफरेन्ट स्ट्रक्चर्सबाट डिफरेन्ट सोर्सेसबाट डेटाहरु आउँछ। त्यो डेटाहरुलाई चाहिँ हामी हाम्रो सिस्टममा फिड गर्छौं अनि त्यो सिस्टमले त्यसलाई नेक्स्ट स्टेपमा प्रोसेस गर्छ। So अलिकति अब टेक्निकल साइडमा छिरौं। हाम्रो कोड बेस चाहिँ त्यही हो, सबैजना पाइथन हो बेसिकली फर वेब क्रलिङ and JavaScript र PHP फ्रन्ट एन्ड को लागि युज हुन्छ। हाम्रो प्लेटफर्मै छ एउटा, सो त्यो प्लेटफर्ममा चाहिँ JavaScript र PHP युज हुन्छ। अनि डेटाबेसमा चाहिँ we use Elasticsearch to store our data and MongoDB and MySQL with Redis as well. And data extraction what we do is we have an in-house legacy code भन्नुपर्यो अहिले भन्नुपर्दा उहाँले भन्नुभएको जस्तो पहिला हामी PHP मै गर्थ्यौं धेरै जस्तो क्रलिङ। So we are moving into using Selenium, using Python and Scrapy most importantly. And त्यसपछि डेटा एक्सट्र्याक्ट गरिसकेपछि त्यो डेटालाई प्रोसेस गर्नुपर्ने जुन कस्टमरको रिक्वायरमेन्ट हुन्छ त्यसको लागि चाहिँ what we do is we use Apache Storm and Apache Kinesis, sorry Amazon Kinesis। त्यसको बारेमा म एकछिनमा अलि डिटेलमा एक्सप्लेन गरौँला। And infrastructure wise we are just moving all our infrastructure into Docker। So तपाईहरुले पनि डकर युज गर्न थाल्नु भयो होला, अहिले बिस्तारै एकदम ग्लोबल ट्रेन्डै छ एउटा। सो डकरले चाहिँ एकदम सजिलो पार्छ सबै कुरा, प्लस डेभलपमेन्ट इन्भाइरोमेन्ट देखि प्रोडक्सन इन्भाइरोमेन्टसम्म जाने बेलासम्म चाहिँ सबै कोड जसरी डेभलपमेन्टमा चल्छ त्यो ग्यारेन्टी दिन्छ कि डकरले प्रोडक्सनमा पनि त्यही तरिकाले चल्छ भनेर। एन्ड त्यो बाहेक एपाचे मेजर्स भन्ने छ एउटा। मेजर्स इज बेसिकली मोर अफ क्लस्टरिङ गर्नलाई कम्युनिकेसनको लागि युज हुन्छ, द्याट क्लस्टर कम्युनिकेसनको लागि। सो एउटा मात्रै कम्प्युटरमा एउटा स्क्रिप्ट रन गर्ने भएको त एकदम सजिलो हुन्थ्यो, केही गर्नै पर्दैन, सिधै कम्प्युटर अन गर्यो, सर्भर अन गर्यो अनि त्यहाँ स्क्रिप्ट रन गर्यो हैन। तर हाम्रो भोल्युममा चाहिँ के हुन्छ भनेदेखि त्यसको रिडन्डेन्सीको कुरा आउँछ, फरक रिक्वायरमेन्टहरु हुन्छ, कसैलाई एकदम फास्ट क्रल गर्नुपर्ने हुन्छ, कसैको स्लो होला हैन। त्यसको लागि हाम्रो क्लस्टरिङ गर्न एकदम इम्पोर्टेन्ट छ।
सो इन्फ्रास्ट्रक्चरमा हाम्रो अपाचे मेजर्स अनि स्केड्युलिङ के अरे क्रलरहरू स्केड्युलिङ गर्नमा क्रोनोस भन्ने छ र गेयरम्यान भन्ने एउटा अर्को टेक्नोलोजी हो द्याट इज युज फर क्युइङ एन्ड वेबमा चाहिँ एनजिनिक्स र नोड.जेएस भइहाल्यो सो एक्चुली यसमा एकदम देखाउँदाखेरि चाहिँ इट्स लट अफ टेक्नोलोजी स्ट्याक हुन्छ नि तर इट्स वाट यु हेभ टु डु इज यो सबै कुरा वान बाई वान हामीले इम्प्लिमेन्ट गरेर वी आर एक्चुली ट्राइङ टु स्केल द प्रोसेस सो अहिलेसम्म चाहिँ हाम्रो टेक स्ट्याकमा यही नै छ भन्नु पऱ्यो केही कुराहरू पनि मिसिङ छ लाइक भनौँ न के त्यसमा अब टेक्नोलोजीको कुरा गर्दाखेरि अपाचे को के अरे नाम पनि बिर्सेँ काफका अपाचे काफकाहरू पनि छ तर त्यो एकदम धेरै स्केलमा युज नभएको भएर मैले इन्क्लुड नगरेको सो अहिलेसम्म के क्वेसनहरू छ तपाईँहरूलाई अब चाहिँ अब मैले यो प्रेजेन्टेसनलाई कसरी पाइथनमै बनाउने भनेर सोचेको थिएँ त्यही भएर पाइथनको के फ्रेमवर्कहरू छ भनेर इन्क्लुड गर्नलाई मैले यो स्लाइड क्रिएट गरेँ हाम्रो पाइथनमा त्यही डेटा कलेक्सनलाई स्क्रिप्ट भइहाल्यो फ्रेमवर्क भइहाल्यो त्यो पनि एउटा अनि सेलेनियमको ड्राइभर अनि डेटा प्रोसेसिङमा चाहिँ त्यो अपाचे स्टर्म भन्ने जुन चाहिँ टेक्नोलोजी छ त्यसमा चाहिँ स्ट्रिम पार्ट्स भन्ने लाइब्रेरी हुन्छ पाइथनको सो त्यसको लागि डेटा प्रोसेसिङको लागि स्ट्रिम पार्ट्स भयो अनि एपिआई र माइक्रो सर्भिसेसहरू हुन्छ जुन चाहिँ भित्रभित्र इन्टरेक्सन सर्भरहरूको इन्टरेक्सनको लागि प्लस कस्टमरहरूको रिक्वेस्टहरूको एपिआईबाट आउँदाखेरि चाहिँ फ्याल्कन फ्रेमवर्क अनि एनजिनिक्समा रन हुन्छ त्यो अनि मेसेज प्रोसेसिङ अब टास्क क्यू नर्मल कुराहरू धेरै जस्तोमा आजकल युज गर्नै पर्ने हुन्छ त्यसको लागि चाहिँ गेयरम्यान र रेडिस भइहाल्यो एन्ड डकरको कुरा अघि मैले गरिहालेँ डकर सबै कुरामा अब मोस्टली अब डकर युज हुन्छ प्लस डकरको लागि अब पाइथनको आफ्नै इन्टिग्रेसनहरू छ एन्ड अब चाहिँ हामी चाहिँ बिस्तारै वी आर मुभिङ टु पाइथन सबै कुरामा सो वी आर एक्चुली मुभिङ अल आवर इन हाउस स्क्रिप्ट्स जे कुराहरू सबै कुरा जुन चाहिँ हाम्रो लेगेसी कोडहरू छ त्यो सबै हामी अब पाइथनमा बिस्तारै ओरिएन्ट प्रोसेसहरूमा मुभिङ सो अहिलेसम्म चाहिँ यसो भन्नुपर्दा यो चाहिँ अब टेक्नोलोजी स्ट्याकको कुरा आयो अब चाहिँ बिस्तारै इम्प्लिमेन्टेसनतिर जाउँ पहिला चाहिँ अब म चाहिँ केबाट सुरु गर्न चाहन्छु भनेदेखि डेटा कसरी कलेक्ट गर्ने र कसरी कलेक्ट गरेपछि कसरी प्रोसेस नगर्ने द्याट इज हाउ नट टु कलेक्ट एन्ड प्रोसेस द डेटा हामीले गरेको मिस्टेकहरू अब अरू कसैले लार्ज स्केलमा कलेक्सन गर्नुहुन्छ भनेदेखि त्यो मिस्टेकहरू को बारेमा म पहिला भन्दैछु त्यसपछि चाहिँ त्यो मिस्टेकहरूलाई करेक्सन हामीले कसरी गर्यौँ र कसरी वी मेड आवर सिस्टम मोर स्केलेबल मोर रिलायबल भनेर म त्यसमा जान्छु सो अगेन यो अब मैले जुन कुरा बताइरहेको छु हाम्रो आर्किटेक्चरको बारेमा यो कुराहरू चाहिँ सानो स्केलको क्रलरहरूमा इट डजन्ट म्याटर त्यो फरकै पर्दैन 10-12वटा वेबसाइट मात्रै क्रल गर्नुपर्ने छ त्यस्तो छ भनेदेखि यसमा गयो भने बेकार टाइम वेस्ट अफ टाइम मात्रै हुन्छ कि चाहिँ अब सिक्ने मन छ भनेदेखि इट्स अ गुड आइडिया टु लर्न अबाउट दिस थिङ्स नत्र भए सानो स्केलको क्रलरको लागि इट्स नट भेरी नेसेसरी तर हाम्रो चाहिँ अब महिनामा के अरे करोडौँ के अरे रेकर्डहरू प्रोसेस गर्नुपर्ने भएको भएर वी युज दिस डिफ्रेन्ट आर्किटेक्चर सो दिस इज एक्चुली द कोट एन्ड कोट ओल्ड आर्किटेक्चर हाम्रो पुरानो आर्किटेक्चर हो यो चाहिँ पुरानो भन्नाले अहिले पनि चलिरहेको छ तर लेगेसीमा वे ट्राइङ टु फेज इट आउट सो कसरी चल्छ भनेदेखि अहिले चाहिँ हाम्रो एउटा सिम्पल एउटा अथवा दुईवटा मोङ्गोडिबीको डेटाबेस छ हाम्रो है अनि सबै मोङ्गोडिबीको डेटाबेसमा क्रलिङ सर्भर छ क्रलिङ सर्भरहरूमा त्यही हो स्क्रिप्ट र पिएचपी भित्र क्रलिङ गर्ने कुराहरू छ त्यसले चाहिँ एक्सटर्नल वेबसाइटबाट सबै डेटाहरू तान्छ तानेपछि त्यो सबै डेटाहरू लगेर मोङ्गोडिबीमा हाल्छ तर यसमा तपाईँहरूले के देख्नुहुन्छ भने एउटा एकदम क्रिटिकल एरर के छ भनेदेखि सिङ्गल पोइन्ट अफ फेलियर छ सो इन केस अब भनौँ न यो क्रलरले अब एमाजोन तानिरहेको छ भनौँ उहाँले एमाजोन तान्नु भएको जस्तै एमाजोनबाट 1 मिलियन प्रडक्ट्स तानिरहेको छ एउटा सर्भरले होइन सो इफ इट्स पुलिङ 1 मिलियन प्रडक्ट्स आजको आज त हुँदैन त्यो इट्स गोना टेक लङ टाइम 2-3 दिन लाग्ला 2 हप्ता लाग्ला होइन त्यसको लागि चाहिँ अब हाम्रो कस्तो भएको थियो भनेदेखि त्यसो तान्दाखेरि अब कहिलेकाहीँ मोङ्गोडिबी डाउन भइदिने भनौँ न धेरै लोड परेर मोङ्गोडिबी डाउन अनि त्यसपछि त्यो हुने बित्तिकै 2 हप्ताको पेमेन्ट सबै वेस्ट भयो जुन क्रल गरेर त्यही नै सबै रोक्यो त्यो रिज्युम गर्न फेरि अर्को लफडा छ त्यहाँनिर सो यो चाहिँ अहिलेको हाम्रो पुरानो आर्किटेक्चर भयो त्यो आर्किटेक्चरमा चाहिँ सिङ्गल पोइन्ट अफ फेलियर थियो र यसरी हामीले अहिले एकदम सिम्पल तरिकाले क्रल गरिरहेको थियौँ सो अब चाहिँ what we are doing is we are trying to move into the new architecture
So that is more complex, uses more machines, has more redundancies. अनि त्यसको बारेमा म अब भन्दैछु. So problem मैले भने सिंगल पोइन्ट अफ फेलियर, MongoDB डाउन भयो भने सबै क्रल, सबै सिस्टमै डाउन हुन्थ्यो. धेरैचोटि भइसकेको छ यो गोइङ प्रोसेसमा, तर ठिकै छ. अब वी लर्न फ्रम आवर मिस्टेक्स एन्ड त्यही मैले भने जस्तो सम क्रल्स वुड हेभ बीन कलेक्टिङ डेटा फर विक्स. अनि यसको अर्को प्रब्लम भनेको चाहिँ नो युनिफाइड डेटा प्रोसेसिङ प्रोसेस. द्याट इज अब यसमा हेऱ्यो भनेदेखि अब तपाईँले क्रलिङ सर्भर 1 बाट मंगो के PHP मा कोड लेखिरहनु भएको छ अरे, PHP ले क्रल गरिरहेछ अरे. क्रलिङ सर्भर 2 बाट स्क्रिप्टिङ युज भइरहेछ अरे. अनि प्रब्लम इज फरक कोडबाट आइरहेछ, तर त्यो तिनीहरूले डिरेक्टली MongoDB मा डेटा हालिरहेको छ हैन. सो इट्स अ बिग प्रब्लम. किनभने त्यो डेटा के हालिरहेछ, त्यसलाई के त्यो डेटाबाट के निकाल्नु पर्यो भने कि पाइथनमा पनि कोड लेख्नु पर्यो, PHP मा पनि कोड लेख्नु पर्यो. यिनीहरूलाई इन्टरसेप्ट गर्ने एउटा मिडियमै भएन बिचमा हैन. सो त्यो पनि एउटा वान अफ द प्रब्लम हो. अनि इन्टरसेप्ट गर्नुपर्नेको कारण किन छ भनेदेखि अब डेटाबाट के एक्सट्र्याक्सन गर्नु पर्यो, एनालिसिस निकाल्नु पर्यो डेटाको, डेटामा के भ्यालुएबल कुराहरू होला हैन. अब त्यसमा अब त्यो डेटालाई अब भनौँ न त्यसमा के भन्छ त्यसलाई अब अर्को सर्भिसमा पठाएर त्यसलाई पोस्ट प्रोसेसिङ गर्नुपर्ने होला अरे हैन. लाइक फर इक्जाम्पल ल्याङ्ग्वेज ट्रान्सलेसनको कुरा अब हामीले इङ्ग्लिस साइडबाट तानिरहेछ अरे, अनि कस्टमरलाई चाहिँ चाइनिज अथवा डचमा कन्भर्ट गर्नु पर्यो अरे. प्रब्लम के हुन्छ भनेदेखि एउटा कस्टमरसँग ठिकै छ, तर त्यसलाई इन्टरसेप्ट गर्न मिलेन भनेदेखि त्यो कोड चाहिँ PHP मा पनि कन्भर्जनको कोड लेख्नु पर्यो, पाइथनमा पनि लेख्नु पर्यो, एकदम गाह्रो हुन्छ कि झमेला धेरै हुन्छ. त्यही भएर त्यो एउटा बिग प्रब्लम हो हाम्रो. अनि त्यही दुईवटा कोड बेस लेख्नुपर्छ अनि एउटा पाइपलाइन हुँदैन. सो हाम्रो होल आइडिया अफ द न्यू प्लेटफर्म फर अस इज टु मुभ अल द डेटा थ्रु वान सिंगल पाइपलाइन. अनि त्यो पाइपलाइनमा चाहिँ अब भोलि पर्सि भनौँ न यु क्यान अट्याच डिफ्रेन्ट formatting options, processing options in that pipeline. And अर्को प्रब्लम भनेको not scalable when you add more crawlers. That is अहिले 3टा एड गरे हामीले, एकदम 3टा छ भनौँ न अहिले. अब त्यसमा मैले 10 वटा एड गरेँ भने कि एउटा MongoDB बिचराले अब एकदम गाह्रो हुन्छ हैन. MongoDB क्र्यास हुने मोस्ट प्रोबब्ली एकदम हाई चान्स छ, क्र्यास पनि भएको छ हाम्रो. सो यो चाहिँ नि एकदम ठुलो प्रब्लम थियो हाम्रो. सो अब चाहिँ यसलाई कसरी सल्भ गर्ने त? सल्भ गर्नु त एकदम पुरै आर्किटेक्चरै रिडिजाइन गर्नुपर्ने भयो हैन. सो हामीले चाहिँ अब त्यसको लागि यहाँ देखाउँदैछु म. ओके, सो दिस इज द न्यू आर्किटेक्चर. सो मैले यहाँ नम्बरिङ पनि गरिरहेको छु, 1 नम्बर छुट्यो जस्तो. बेसिकली के हुन्छ भनेदेखि क्रलिङ सर्भरहरू चाहिँ तल क्रलिङ सर्भरहरूबाट मेजर्सको क्लस्टर मैले जुन भने नि त्यो क्लस्टरिङ छ, त्यहाँ डिफ्रेन्ट सर्भर्सहरू छ, तिनीहरू सबै कनेक्ट भएर बसिरहेको हुन्छ हैन. सो क्रलिङ सर्भर्सहरूले 100 साइडबाट तानिरहेको होला. अहिले तानेपछि त्यो तिनीहरू सबैमा एकअर्कामा तिनीहरूको लिङ्क हुन्छ. सो एउटा क्लस्टर हुन्छ. सो एउटा क्रलिङ सर्भर डाउन भयो भनेदेखि अर्कोले त्यसलाई त्यो मेजर्सले सबै ह्यान्डल गर्छ. तपाईँ मेजर्सको बारे थाहा छैन भने अपाचे मेजर्स भनेर एकचोटि गुगल गर्नुहोस्. सबै ह्यान्डल गरे त्यो अटोमेटिकली त्यो नयाँ सर्भर अप गर्ने कि त्यसलाई त्यसको कन्टेनरहरू अफ गर्ने कि सबै कुरा त्यसले मिलाउँछ. त्यो हामीले धेरै त्यो एकचोटि बनाइसकेपछि त्यो स्टेबल हुन जान्छ. सो त्यो क्रलिङ सर्भरहरूबाट आएको डेटालाई चाहिँ अब क्रोनोस भन्ने छ एउटा. क्रोनोस भनेको चाहिँ अब कहिलेकाहीँ क्रलर्सहरू कुनै टाइममा स्केड्युल गर्नुपर्ने हुन्छ है. लाइक कसैको भनौँ न दिनको 2 चोटि रन गर्नुपर्ने होला, कसैको चाहिँ महिनाको 1 चोटि होला होइन. त्यो स्केड्युलिङको लागि चाहिँ क्रोनोस भन्ने अर्को एउटा सिस्टम छ. त्यो पनि ओपन सोर्सै हो, Airbnb ले बनाएको छ यो सिस्टम चाहिँ. सो त्यो क्रोनोस स्केड्युलर युज गर्छौँ. त्यो स्केड्युलरले क्रलिङ सर्भरहरूमा यति बजी यो क्रलर रन गर भनेर त्यो छोडिदिन्छ. अनि त्यसले चाहिँ त्यही अनुसार त्यो हाम्रो जुन क्रलरहरू छ त्यो क्रलर चाहिँ सबै डकर कन्टेनर चाहिँ हो. सो एभ्री क्रलर इज अ डकर कन्टेनर. त्यसो गर्दाखेरि चाहिँ त्यो एकदम आइसोलेट भयो कि कुनै क्रलरलाई केही प्रब्लम आयो भने त्यो कन्टेनरमै कन्टेन हुन्छ, त्यसबाट सजिलो हुन्छ. सो त्यो भइसकेपछि त्यसपछि हाम्रो डेटाहरू जुन क्रल हुन्छ त्यो चाहिँ Amazon Kinesis भन्नेमा जान्छ. सो Amazon Kinesis युज गर्नुको एकदम ठुलो कारण छ. अब लाइक प्रिभियसली हामीले के गर्यो, सिधै सबै कुरा MongoDB मा जाने भन्थ्यौँ नि. त्यसले गर्दा MongoDB त आफैले मेन्टेन गर्नु पर्यो. अब त्यो क्रास होला के होला होइन, MongoDB लाई मेन्टेन गर्न गाह्रो हुने भएर हामीले के गर्यो भने Amazon Kinesis भन्ने एउटा सर्भिस छ Amazon को. सबै डेटाहरू हामी त्यहाँ पठाउँछौँ. सो Amazon Kinesis को विशेषता चाहिँ के छ भनेदेखि
बेसिक फर्स्ट कुरा एमाजोनको मोस्ट प्रोबब्ली डाउन हुँदैन, डाउन हुन थाल्यो भने त एमाजोनको बिजनेसै डाउन होला होइन। सो हामीले के यसमा गिभन लिएको छौँ भनेदेखि एमाजोन बिजनेस डाउन हुँदैन, नर्मली एसरी पनि डाउन हुँदैन होइन। त्यो कहिले काहीँ होला, तर त्यो त्यही भएर सिङ्गल पोइन्ट अफ फेलियर छैन भन्नु पऱ्यो यो अवस्थामा। तिनीहरूको आफ्नै फिडब्याक मेकानिजम होला के होला भित्र होइन, सबै उनीहरूले म्यानेज गरेछ। सो किनेसिस भनेको बेसिकली इट्स हाई लेभलमा भन्नुपर्दा डेटाको क्यू हो। सो हामीले एभ्री रेकर्ड जुन तान्छौँ नि त्यो तानेको डेटाहरू एमाजोन किनेसिसमा एउटा क्यू लागेर जान्छ होइन। अनि क्यू लागेर गइसकेपछि त्यो डेटाहरू हाम्रो अपाचे स्टोन क्लस्टर्स जुन चाहिँ पाइथनमा हामीले लेखेको छ कोडहरू, त्यो डेटाहरू चाहिँ त्यो पाइथनको कोडले एनालाइसिस गर्छ। अब त्यसमा के निकाल्ने हो होइन, त्यसमा के मिलाउनु पर्ने हो। फर इक्जाम्पल एकदम कमन प्रब्लम भनेको चाहिँ अब तपाईँले स्क्रिपिङ गर्नुभएको चाहिँ थाहा हुन्छ, कुनै अब चाइनिज साइटबाट तान्दाखेरि त्यो ल्याङ्ग्वेजको प्रब्लम आउँछ। द्याट इज अब चाइनिज ल्याङ्ग्वेजमा हुन्छ होइन। त्यो ल्याङ्ग्वेज चाहिँ इन्कोडिङ नमिल्ने, के अरे त्यसको बाइटहरू साइज नमिल्ने जस्तो कुराहरू हुन्छ। त्यो गर्ने बित्तिकै तपाईँले त्यसलाई चल्न थाल्नुभयो भनेदेखि त्यो अर्कै चाहिँ कहिले क्यारेक्टरहरू आउनु थाल्छ होइन। त्यस्तो कुराहरू चाहिँ अब दुईवटा तरिकाले सल्भ गर्न सकिन्छ। एउटा तरिका भनेको चाहिँ त्यो पाइथनको कोडमा आफ्नो कोडमा जहिले पनि लेख्ने, त्यो एभ्री टाइम रिपिट हुन्छ नि, एउटै कोड त्यो फिक्स गर्ने कोड रिपिट गरे गर्ने होइन। त्यो एउटा तरिका हो, त्यो पनि काम त चल्छ, तर त्यसको प्रब्लम भनेको यी रिपिट द कोड अल द टाइम। सो हाम्रो त्यो नहोस् भनेर क्लस्टरमै सबै कोड सबै लजिकहरू त्यो क्लस्टरमा राखिदिन्छौँ हामीले। सो त्यहाँ राखिदिएपछि त्यो सबै लजिक जुन थपिँदै जान्छ नि, हामीले अब लर्न गरेर नयाँ कुराहरू, हामीले इम्प्रुभ गर्नुपर्ने कुराहरू सबै लजिकहरू यो क्लस्टरमा बस्छ। सो त्यो क्लस्टरमा डेटा आइसकेपछि त्यो डेटालाई त्यही अनुसार प्रोसेस हुन्छ। अनि त्यो डेटा चाहिँ इलास्टिक सर्चमा हाम्रो गएर स्टोर हुन्छ। सो इलास्टिक सर्चमा पनि एउटा मात्रै इलास्टिक सर्च भएर हुँदैन, वी युज अ क्लस्टर। 3टा इलास्टिक सर्चको क्लस्टर छ हाम्रो अहिले। सो एउटा डाउन भयो भनेदेखि जहिले पनि क्लस्टर भन्ने कुरा बेसिकली अड नम्बर्समा हुनुपर्छ, त्यही भएर 3टा छ। सो तिनीहरूले आफै भोटिङ गरेर कुन चाहिँ प्राइमेरी हो कुन चाहिँ सेकेन्डरी हो त्यो सबै बनाउँछ, त्यसले आफै गर्छ। सो त्यो डेटा चाहिँ कस्टमरले चाहिँ हाम्रो आफ्नै प्लेटफर्म छ एउटा, कि वेबबाट तान्छ कि चाहिँ एपिआईहरूबाट कन्ज्युम गर्छ। अब यो चाहिँ एकदमै हाई लेभल हो, त्यसमा धेरै कुरा चाहिँ डायग्रामै स्क्रिनमा नअट्ने भएर मैले सकेसम्म एकदम सिम्पल तरिकाले प्रेजेन्ट गर्न खोजेको छु यहाँ। सो दिस इज द न्यू आर्किटेक्चर द्याट वी युज। एन्ड यसमा चाहिँ अब तपाईँहरूले यसो हेर्नुहोस्, यसमा मलाई लागेसम्म सिङ्गल पोइन्ट अफ फेलियर छैन कतै पनि। कतै देख्नु भयो भने मलाई भनिदिनु होला, म त्यसलाई पछि अझै इम्प्रुभ गर्न ट्राई गर्नेछु। सो अघि मैले भने सिङ्गल पोइन्ट अफ फेलियर छैन, कुनै पनि सिस्टममा त्यो डेटाहरू एउटै ठाउँबाट जाँदैन, त्यसलाई जहिले पनि एउटै थिङ इज यु कान्ट ट्रस्ट मसिन्सहरू अब क्रास हुन्छ कहिले के होला, सो देयर इज अलवेज निड्स टु बी अ ब्याकअप फर द्याट मसिन। सो फल्ट टलरेन्टको लागि अब सिङ्गल पोइन्ट अफ फेलियर छैन। एन्ड अबिलिटी टु रिज्युम एन्ड पज द डेटा फ्लो, यो चाहिँ एकदम इम्पोर्टेन्ट छ हाम्रो लागि। फर इक्जाम्पल हामीले क्रल गऱ्यो कुनै वेबसाइटलाई, हामीले अब भनौँ न 1 महिनादेखि क्रल गरिरहेको छौँ अरे होइन, डेटा पनि गइरहेको छ अरे, हाम्रो इलास्टिक सर्चमा प्रब्लम आयो अरे, त्यो त हामीले आफै मेन्टेन गरिरहेको छ नि त। प्रब्लम आयो अरे, अब त्यो डेटा त क्रल गर्न कि चाहिँ क्रल गरेर रोक्नु पऱ्यो कि चाहिँ नि सबैको सिस्टम डाउन गर्नु पऱ्यो। सो यसको सल्युसन के हामीले गऱ्यो भनेदेखि किनेसिसमा चाहिँ यु क्यान पज द डेटा फ्लो। सो हामीले 1 महिनादेखि क्रल गरेर डेटाहरू किनेसिसमा गएर बसिरहेको हुन्छ। इन केस हामीले त्यो एकछिन भनौँ न कुनै सिस्टम डाउन गर्नु पऱ्यो भनेदेखि किनेसिसलाई हामीले पज गरिदिन्छौँ। सो डेटा चाहिँ गइरहेको छ किनेसिसमा होइन, त्यो डेटा कलिङ चाहिँ रोकिँदैन, जे गरे पनि रोकिँदैन, के अरे पज चाहिँ हुन्छ। सो हामीले सबै कुरा आफ्नो सिस्टम मिलाएपछि अथवा अपग्रेड गरेपछि फेरि त्यो हामी रिज्युम गर्छ, त्यहाँबाट रिज्युम गरेर फेरि त्यो डेटा जहाँबाट अड्केको थियो त्यहीँबाट फेरि त्यो प्रोसेस हुन्छ। So the ability to resume and to pause data flow is very important for us. त्यो पनि यो आर्किटेक्चरले एड्रेस गर्छ। र अर्को कुरा चाहिँ अब अहिले भने जस्तो अर्कोमा इस्यु थियो युनिफाइड डेटा प्रोसेसिङ प्रोसेस, त्यो अब मिल्यो यसमा, किनभनेदेखि वी हेभ अपाचे स्टर्मको बारेमा अलिकति देखाउँछु एकछिनमा। अनि नो निड टु मेन्टेन 2 डिफरेन्ट कोड बेसिस। हामी अब सकेसम्म हामी वी बिलिभ एज अ कम्पनी वी बिलिभ इन एफिसियन्सी। हामी हुन्छ नि एउटै कुरा दुईचोटि लेख्नु कोड मलाई मनै पर्दैन त्यो। सो व्हाट आई डु इज वी ट्राई टु इफ द कोड इज रिटन वन्स यु ट्राई टु रियुज द कोड अल ओभर अगेन अल द टाइम। एन्ड अल्सो त्यो पाइपलाइनको लागि कुरा मैले भनिहालेँ, जुन एन्टायर हाम्रो फ्लोनै पाइपलाइनै हो एउटा। अनि यो आर्किटेक्चर चाहिँ आई फिल लाइक इट्स गोना स्केल अप टु मोर देन 100 नोड्स। ट्राई गर्नुपर्छ, ट्राई गरेको छैन तर हुन्छ होला।
यो चाहिँ मैले लास्ट मिनटमा यतिकै हालिदिएको हो। अब स्टर्मको बारेमा धेरै कुरा गरेँ, म स्टर्म भने के हो भनेर बुझाउनु पर्छ, यसो बुझाउनु पनि मिलोस् भनेर। सो जुन चाहिँ नि हाम्रो यो क्लस्टरमा जुन चाहिँ नम्बर 3 मा अपाचे स्टर्म क्लस्टर छ नि, त्यो क्लस्टरमा चाहिँ बेसिकली क्लस्टरभित्र पनि यस्तो एउटा प्रोसेस हुन्छ कि त्यो प्रोसेसमा चाहिँ हाम्रो अब भनौँ न मैले स्क्रिनसट लिएको हो त्यो प्रोसेसको। डेटाहरू आउँछ सुरुमा, ट्रल गरेर डेटाहरू आउँछ, आइसकेपछि त्यो डेटालाई इन्कोडिङ बोर्ड भन्ने छ एउटा, त्यसले चाहिँ ब्लू भनेको चाहिँ डेटा आउने सोर्स हो र ग्रिन भनेको चाहिँ त्यसलाई डेटालाई फर्मेटिङ प्रोसेसिङ गर्ने कुरा हो। सो डेटा आइसकेपछि त्यसलाई इन्कोडिङ बोर्डले त्यसको इन्कोडिङहरू फिक्स गर्छ। फिक्स गरेपछि धेरै त्यसपछि अर्को एउटा बोर्ड छ द्याट इज कल्ड डेटा ट्रिगर्स। सो हाम्रो सिस्टममा एउटा फिचर छ द्याट इज चाहिँ भनौँ न कोही कस्टमरले एउटा ट्रिगर राख्यो डेटामा, भनौँ न अब कुनै एमाजोनमा कुनै प्रडक्टको प्राइस $10बाट घटेर 9 मा गयो भनेदेखि मलाई इमेल गर भनेर उसले के ट्रिगर राखेको छ भने त्यसले त्यो स्ट्रिङको डेटा र त्यो ट्रिगर बोर्डले हेर्छ। त्यो हेरेपछि त्यो के ट्रिगर गर्नुपर्ने छ भने त्यो ट्रिगर गरिदिन्छ। ट्रिगर गरिसकेपछि प्यारलली इलास्टिक सोर्समा त्यो डेटा पनि हालिदिन्छ। हालेपछि लास्टमा त्यो डेटालाई एक्सपोर्ट गर्नुपर्ने बेलामा एक्सपोर्ट यो फोर्थ बोर्डले एक्सपोर्ट गर्छ र एक्सपोर्ट गरेपछि लास्ट बोर्डले चाहिँ अब क्लिनअपहरू। सो एकदम हाई लेभलमा क्रास कोर्स भन्नुपर्दा बोर्ड भनेको प्रोसेसिङ गर्ने एलिमेन्ट र स्पाउट भन्छ, त्यो निलो कलरको चाहिँ माथि स्पाउट हो। स्पाउट भनेको डेटा सोर्स। सो हाम्रो केसमा डेटा सोर्स भनेको चाहिँ त्यो क्लरिङ वेबसाइटको डेटाहरू जुन आउँछ नि त्यो चाहिँ किनेसिस हो। सरी, किनेसिस वेबसाइटको डेटा आइसकेपछि किनेसिस चाहिँ डेटा सोर्स हो। त्यो सोर्सले अनि त्यहाँ स्टोरमा गएर प्रोसेस गर्छ। सो बेसिकली यो चाहिँ नि मैले त्यो नम्बर 3 मा जे भइरहेछ त्यो इन्टरनली त्यो देखाएको हो। सो दिस इज आवर अपाचे स्टर्म टपोलोजी। अनि सो बेसिक त्यति नै हो मेरो त छोटै भयो खास प्रेजेन्टेसन। खालि मेरो बेसिकली हाम्रो इन्फ्रास्ट्रक्चरको बारेमा अलिकति कसरी वेबसाइटले काम गरिरहेछ र कसरी हामीले फेस गरेर प्रब्लमहरू सल्भ गर्यो त्यो देखाउँ भनेर मैले त्यो प्रेजेन्टेसन तयार पारेको। इफ यु हेभ एनी क्वेसन्स सो लेट मी नो। थ्याङ्क यू भेरी मच। तपाईँले त्यो डगर इन्भाइरोमेन्टको बारेमा भनिराख्नु भएको छ नि, अब तपाईँहरू डिप्लोयमेन्ट चाहिँ कसरी गर्नुहुन्छ डगरमा? हजुर। सो हाम्रो चाहिँ के छ भने हामीले चाहिँ वी सब्सक्राइब टु सर्भिस कल्ड नाम चाहिँ बिर्सी एउटा सर्भिस छ, कोरओएसले निकालेको सर्भिस छ, QUAY.io भन्ने छ। त्यहाँ चाहिँ नि के गर्छ भनेदेखि डगरमा कसैले डगर फाइल बनायो हामीले त्यो डगर फाइलको गिट जस्तै हो। डगर फाइल चाहिँ गएर कमिट हुन्छ अनि त्यसले कम्पाइल गर्छ कि सबै कम्पाइल गरेर राखिदिन्छ त्यहाँभित्र होइन। अनि हाम्रो सिस्टमहरूले चाहिँ त्यहाँबाट पुल गर्छ अनि त्यो कन्टेनर्सहरू त्यहाँ स्पन गर्छ। त्यो कन्टेनराइज प्रोसेस चाहिँ तपाईँ रुटले रन गर्नुहुन्छ कि एकदम स्पेसलाइज्ड युजरले रन गर्नुहुन्छ? त्यो डगरको प्रोसेस चाहिँ हामी रुटबाट गर्दैनौँ, किन डगरको म्यानुअलमा पनि कन्टेनरको प्रोसेस चाहिँ रुट हुँदैन सकेसम्म। कहिलेकाहीँ हुन्छ अब त्यो अब इग्नोर गरिन्छ किनभनेदेखि डगर चलाउनु कहिलेकाहीँ अलिकति ट्विक गर्नु पर्दा प्रब्लम आउन सक्छ। तर नर्मली युजर भन्ने ट्याग हुन्छ नि डगर फाइलमा, त्यो युजर ट्यागबाट हामीले चाहिँ भनौँ न रुट बाहेक अरू युजरमा स्विच गर्छौँ अनि त्यहाँबाट रन गर्छौँ। त्यो गर्दाखेरि सिक्युरिटी इस्युजहरू अलिकति एड्रेस हुन्छ भन्नु पऱ्यो होइन। पेन पोइन्ट्स चाहिँ के छ नि डगरमा? डगरमा पेन पोइन्ट्स अहिलेसम्म त पेन पोइन्ट्स भन्दाखेरि डगरको मान्छेले क्रिटिसाइज गरेको अनुसार चाहिँ डगरमा पनि सिङ्गल पोइन्ट अफ फेलियर छ भन्छन्, किनभने सबै कुरा डगर डेमनको थ्रुबाट रन हुन्छ होइन। त्यो छ भन्छ तर त्यसले अब मान्छेले क्रिटिसाइज गरे अहिलेसम्म चाहिँ हामीलाई त्यस्तो केही प्रब्लम आएको छैन। तपाईँले अघि एउटा स्लाइडमा चाहिँ डगर कम्पोज भनेर देखाइराख्नु भएको थियो अनि तपाईँले आफ्नो इन्फ्रास्ट्रक्चरमा चाहिँ मेसोस क्लस्टर देखाइराख्नु भएको छ, त्यो चाहिँ कसरी? यस्तो डगर कम्पोज चाहिँ हाम्रो कस्तो भनेदेखि अब डेभलपमेन्ट खास टेक्निकली डगर कम्पोज हामीले डेभलपमेन्ट इन्भाइरोमेन्टमा 3-4वटा मसिन कन्टेनरहरू तुरुन्तै स्पन गर्नु पऱ्यो त्यसको लागि युज गरेका छौँ हामीले होइन। किन मेसोसमा गएपछि खासै त्यो चाहिँदैन त्यो, त्यही भएर त्यहाँ पनि ब्यास स्क्रिप्टहरू छ, स्क्रिप्टहरूले त्यहाँ पुल गर्ने सबै कुरा मिलाउँछ। तपाईँहरूले आफ्नो डेभलपमेन्ट मसिन चाहिँ के युज गर्नुहुन्छ? डेभलपमेन्ट मसिन हाम्रो अफिसमा सबैजनाको ल्यापटप के म्याक छ, म्याक युज गर्छ र अफिसमा एउटा VMware-मा रन गर्नुहुन्छ कि भर्चुअल बक्समा? अनि अब डगरको बेनिफिट भनेको VMware चाहिँदैन, म्याकमा पनि त्यही चल्नु पर्ने हो, अब जहाँ पनि त्यही चल्नु पर्ने हो है। सो वी डोन्ट युज VMware। तर हाम्रो क्लाउडमा चाहिँ अब सबै लिनक्स बेस छ, कोरओएस उबुन्टु भन्नु पऱ्यो। डगर त खासै म्याकमा चल्दैन, म्याकमा त VMware हुन्छ, म्याकमा आफै बाई डिफल्ट आउँछ त्यो डगरले नै इन्स्टल गरिदिन्छ होइन।
अहिले चाहिँ काइटम्याटिक भनेर छ क्या नयाँ आएको छ काइटम्याटिक, त्योभन्दा अगाडि बुट टु डकर भन्थ्यो। टेक्निकली म्याकमा त भिएम गरे हो, तर अब त्यसलाई भनौँ न इग्नोरै गर्न सकिन्छ, किनभनेदेखि त्यसले एकदम ट्रान्सपेरेन्ट बनाउँछ कि म्याकमै चले जस्तो फिल हुन्छ होइन त्यो, तर इन्टरनेट त्यसले सबै त्यो भर्चुअल बक्स अन स्विच अन गरे हुन्छ त्यसले। त्यो काइमेटिक अथवा चाहिँ जुनसुकै अहिले युज भएको भए पनि मेनली चाहिँ त्यो फाइल सेयरिङमा एकदम प्रब्लम आउने प्रब्लम आउँछ, डकरमा त्यो एकदमै इस्यु। तपाईँको चाहिँ महँगो डिबी युज गर्नुभएको छ, इलास्टिक सर्च युज गर्नुभएको छ, जुन चाहिँ एकदम हार्ड डिस्क हेभी, तपाईँको चाहिँ स्टोरेज चाहिन्छ नि त त्यसलाई। अनि तपाईँको चाहिँ डबल लेयर ट्रान्सलेसन हुन्छ नि त म्याकको फाइल सिस्टमबाट चाहिँ तपाईँको चाहिँ भर्चुअल बक्सको फाइल बिचमा हामीले अर्को बनाउँछौँ एउटा के बिजी बक्स भन्ने छ नि, हजुर बिजी बक्सबाट हामीले बनाउँछौँ एउटा डेटा स्टोर बनाउँछ। डेटा स्टोर बनाउँछ, त्यसमा त्यो गरेपछि चाहिँ ट्रान्सलेसन गर्न अलिक सजिलो हुन्छ, तर एकदम फुल्ली सल्भ गर्छ भन्ने त मिल्दैन होइन। डकरमा धेरै प्रब्लम छ, आई मिन प्रब्लम छ, तर द्याट्स द बेस्ट वी हेभ के। अब अहिले त्यो अब कोरो यस्तै रकेट हो कि के भन्ने निकालेको छ एउटा, त्यो ट्राई गर्नुभन्दा डकरै चलिरहेको कुरा चलाउने भन्ने एउटा त्यो त्यो डकर हो। तपाईँ चाहिँ त्यो इलास्टिक सर्चको नोट्स र त्यो महँगोको नोट्स ल्याउनु भएको थियो नि, त्यो पनि डक्टरमै लर्न गर्नु भएको हो कि इन्डिपेन्डेन्ट थियो त्यो चाहिँ? यसमा अब पुरानो सिस्टममा चाहिँ डकर युज गरेकै छैन होइन, त्यो एउटा मेसिन अन गरेर महँगो डिबी इन्स्टल गरे हो उन्तोमा। यो नयाँ आर्किटेक्चरमा चाहिँ डकरै हो, सबै कुरा डकर। हामीले किनभनेदेखि एज अ पोलिसी नै सबै कुरा डकरमा रन गर्ने भनेर नै गइरहेछौँ हामी होइन, किनभनेदेखि यसको धेरै बेनिफिट हो, कुनै कुनै पेन पोइन्ट छ होला, तर बेनिफिट चाहिँ अलिक बढी छ जस्तो लाग्यो। अब क्वेसन अघि तपाईँ यस्तो त्यो महँगो चाहिँ हाम्रो फेल भयो सिङ्गल पोइन्ट फेलर भएको त्यही ठाउँमा तपाईँको महँगोको क्लस्टर्स राख्नु मिल्छ होइन, तर त्यो मात्रै त्यो एउटा कुरा त भइहाल्यो, त्यो मिल्थ्यो। त्यो गर्दाखेरि पनि प्रब्लम चाहिँ के आयो भनेदेखि पज रिज्युमको कुरा आयो कि। अब प्रब्लममा तपाईँको यो भनौँ न बिचमा मलाई 2 हप्तादेखि म भिडियो तानिरहेको छु नि, मलाई पज गर्नु पऱ्यो होइन। अब त्यो महँगोमा कसरी गर्नु, महँगो रोक्नु पऱ्यो कि के गर्नु पऱ्यो, त्यही कुराले गर्दा नै हामी किन स्टेजमा